र यसमा चाहिँ अहिले एपमा है नयाँ अपडेट भएको छ र यो भिडियो चाहिँ हेरेर तपाईँहरूले हैन आफ्नो बिएलओसँग सम्पर्क गर्नुहोस् अनि बिएलओहरूले के डकुमेन्ट्सहरू माग्छ त्यो चाहिँ तपाईँहरूले दिनुहोस् है। र यो भिडियो चाहिँ राम्रो लाग्यो भने लाइक कमेन्ट्स र सेयर गर्नु चाहिँ नभुल्नुहोस् है। र के भनेको छ अहिले नयाँ भने चाहिँ लोजिकल डिस्क्रिपेन्स भन्ने एउटा आएको छ हैन। स्पेलिङ पनि अलिक अप्ठ्यारै छ र त्यसमा चाहिँ के छ भन्दा चाहिँ जसको नामहरू मिलेको छैन, जस्तो कि पुरानोमा 2002 मा चाहिँ तपाईँको अलग्गै नाम छ है र अहिले अलग्गै नाम छ नि त्यस्तो कास्टहरू अलग अलग भएको हैन। पहिला अलग्गै कास्ट अहिले अलग्गै कास्ट है। त्यस्तो थुप्रो केसहरू छ हाम्रोतिर पनि, तपाईँहरूकोतिर त्यस्तो होला है तपाईँहरूकोमा पनि। अन्त अरू चाहिँ के भने स्पेलिङ मिस्टेकहरू, जस्तो कि 2002 मा अलग्गै स्पेलिङ छ। जस्तो कि पहिला अब वीरबहादुर लेख्दा BIR हैन BAHADUR बहादुर हुन्छ, तर वीरबहादुर पनि हुन्छ VIR वीरबहादुर पनि लेखिएको हुन्छ। त्यस्तो स्पेलिङहरू मिस्टेक भएकोहरू पनि अहिले सच्याउने काम हुँदैछ र यो चाहिँ त्यो लजिकल वेस भन्नेमा चाहिँ आएको छ अपडेटमा। त्यहाँ चाहिँ के गर्नुपर्ने हुन्छ, बिएलओले नो अब्जेक्सन भनेर त्यहाँनिर हालेर उसको डकुमेन्ट्स हालेर सबमिट गर्ने हुन्छ। र प्रोजेनीहरूमा पनि बाउहरूको प्रोजेनी हालेको छ भने त बाउको त अब सिधै आफ्नो डकुमेन्ट्समा भइहाल्छ, तर जो बोजूहरूको हालेको हुन्छ, बाजेको प्रोजेनीमा पसेको हुन्छ है, उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने उहाँहरूले चाहिँ के गर्नुपर्छ भने चाहिँ बाजे बोजूसँग लिङ्कको हैन, आफूसँग त लिङ्क हुँदैन तर बाउ आमासँग त छ नि त बाजे बोजूको है। त्यो पनि बाजे बोजूको डकुमेन्ट्सहरू माग्यो भने चाहिँ हैन बाउहरूको, अब जस्तो कि बोजूसँग त बाउको लिङ्क हुन्छ है, र बाउको चाहिँ डकुमेन्ट्स हामीले के गर्नुपर्छ बिएलओलाई हाल्नुपर्छ र दिनुपर्छ। र बाउको त्यो चाहिँ त्यो एपमा चाहिँ फोटो खिचेर, जस्तै तपाईँहरूको अस्ति फोटो हैन त्यो एपमा फोटो खिचेर हालेको छ फर्मको, र तपाईँहरूको फोटो मागेर फोटोहरू हैन पासपोर्टहरू खिचेको छ, त्यस्तै जग्गा छ त्यहाँनिर हाल्नुपर्ने हुन्छ बिएलओले। र यदि तपाईँहरूको लिङ्क त्यो चाहिँ लिङ्क गरेको हैन, तपाईँहरूको बोजूसँग चाहिँ के लिङ्क छ भनेर प्रमाण दिएको, र यदि लिङ्क छैन, अब तपाईँहरूकोमा त्यो डकुमेन्ट छैन भने चाहिँ बिएलओले के गर्छ नो लिङ्क भनेर गरिदिन्छ। र लिङ्क छ भने चाहिँ तपाईँहरूले त्यो दिनुहोस्। बाउ आमाको कसैको पनि भोटर कार्ड हैन केही पनि छ भने, कुनै पनि डकुमेन्ट छ भने तपाईँहरूले दिनुभयो भने चाहिँ त्यो लिङ्क गरिदिन्छ बिएलओले त्यहाँनिर। र तपाईँहरूले जहाँसम्म हियरिङ बस्नु पर्दैन, र लिङ्क नगर्नेहरूलाई चाहिँ सायद हियरिङहरू बस्नुपर्छ जस्तो लाग्दैछ है मलाई, त्यही अन्दाज हुँदैछ मलाई चाहिँ। र अब त्यो चाहिँ तपाईँहरूले गर्नुहोस् चाँडोभन्दा चाँडो, बिएलओहरूलाई सोधेर के कसो छ हैन, फोन गर्नुहोस् बिएलओलाई, किनभने तपाईँहरूलाई जुन फर्म दिएको छ एउटा फर्म तपाईँहरूलाई दिएको छ त्यसमा बिएलओको तपाईँहरूको कन्ट्याक्ट नम्बर छ, र बिएलओलाई फोन गरेर तपाईँहरूले सोध्नुहोस् के गर्नुपर्ने मेरो हैन। त्यो अब सबैको आएको छैन, जसको नामहरू मिलेको छ, जसको सबै पुरानो कास्ट नयाँ कास्ट सेम छ, पुरानो नाम 2002 को नाम र अहिलेको नामहरू सही छहरू भने चाहिँ तपाईँले केही पनि बुझाउनु पर्दैन, तपाईँहरू सिधै छिरेको छ। तर जसको मिलेको छैन हैन, नाम मिलेको छैन, कसैको जात मिलेको छैन 2002 र 2025 मा, कसैको स्पेलिङहरू मिलेको छैन भने चाहिँ त्यस्तो आएको छ त्यहाँनिर नयाँ एपमा तपाईँहरूलाई छुट्टै दिएको छ, र त्यो चाहिँ बिएलओले गर्नुपर्ने हुन्छ। र तपाईँहरूलाई बिएलओले फोन गरेर डकुमेन्ट्सहरू माग्यो भने चाहिँ दिनुपर्ने हुन्छ।